जाजरकोट जिल्ला भेरी नगरपालिका 1 र 2 मा अविरल भीषण वर्षाको कारण गएको पहिरोले मानवीय क्षति, पशुजन्य क्षति र घर जग्गा जमिनहरूको क्षति पुर्याएको छ। यस दुःखद घडीमा तपाईहरुले सक्दो सहयोग गर्नुहोला। मैले पनि आफ्नो तर्फबाट सक्दो सहयोग गर्नेछु। र मानिस नै गायब भएको खबरले यहाँ जम्मा हुनुभएको यो व्यक्तिहरूले मानिसको शव फेला पार्नको निम्ति खोज तलास गर्दै हुनुहुन्छ र उहाँको मानिसहरू जम्मा भएको ठाउँबाटै मान्छे गायब भएको चाहिँ जानकारी उहाँहरूले दिनुभएको छ। उहाँको छोरा चाहिँ बाँसको ढिक्काले पछार्दाखेरि चाहिँ बाँच्न असफल हुनुभएको छ। एकजना मान्छे बित्नु भएको छ भन्ने कुरा हामीले सुन्नमा पाएका छौँ। र यो दुःखद घडीमा तपाईहरुले नै साथ सपोर्ट र माया हौसला दिएर उहाँको परिवारप्रति खुसी प्रदान गरिदिनु हुनेछ भन्ने मलाई पूर्ण आशा छ। र यो भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। मान्छे हराएको यही ठाउँबाट जो यहाँ पुलिसहरू हेर्दै हुनुहुन्छ, यो कुनै पनि पर्खाल लगाएर रोक्नेवाला छैन। यहाँनिर एकदम ठुलो कठिन अवस्थामा छ। यहाँनिर मानिसहरू त्यो खोजका लासको खोजका निम्ति सङ्घर्ष गर्दै हुनुहुन्छ। यहाँनिर तपाईले अन्तिमसम्म हेर्नुहोला। तपाईले सक्दो सहयोग गर्नुहोला, सक्दो साथ सपोर्ट दिनुहोला। उहाँ परिवारप्रति थोरै रात भए पनि खुसी हुन्छ। उहाँको भैँसीलाई देख्न सक्नुहुन्छ। हाम्रो एकजना पण्डित पनि हुनुहुन्छ, उहाँ बाबा भोले बाबाजी पनि यही हुनुहुन्छ। उहाँ पनि त्यही उद्धारका निम्ति लागि पर्नु भएको छ। उहाँको योगदान पनि अमूल्य रहेको छ। त्यहाँनिर ढुङ्गा उचाल्दै हुनुहुन्छ, एकदम सङ्घर्ष गर्दै हुनुहुन्छ। उहाँले पनि मान्छेहरू देख्न सक्नुहुन्छ, हातमा बेल्चासहित उभिनु भएको छ। र सब भेटोस् भन्ने हामीलाई पूर्ण आशा छ। र मृतकप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु। र यस दुःखद घडीमा तपाईहरुले साथ सपोर्ट र माया गरिदिनु होला।